टाइम लाग्छ ल ल ल हामी आउँछौँ बिचरा अडिलाई दुःख यार चिया रमाइलो लाग्छ आउँदैछ रे कपिल बुहारी ल्याएको एउटा चिया पकाउनुलाई नभए पनि फेरि भाउजू चिया पकाउनुले भन्लास् तर हात बटाइदिन्छ आमालाई माया बुहारीले चिया पकाउँछ है मेरो बुढीले त पकाउँछ मेरो बुढी त भाँडा कुडा मान्ने चिया पकाउने साथीहरू गएको झन् राम्रो मान्ने गर्छ दाइले हेरेर पुरानो दिन याद आइहाल्यो हजुर घरमा गइन्थ्यो नि दाइ गफसप गरिन्थ्यो होइन सरो दाइ हामी हजुर सरो दाइ आउनुहुन्थ्यो बिचमा त्यो पनि अलिअलि ठिक भइगयो नि सर अहिले बल्ल अलिकति मलाई खुसी लाग्छ त्यसको त जे पाए त्यही कविता भन्ने है अहिले तर मलाई त्यो भाइको चाहिँ ऊ लाग्छ लेख्नु चाहिँ बवाल लेख्छ राम्रै लेख्छ लेख्नु चाहिँ मलाई त सही लेख्छ पकाउँछ के हामी नपाए के खाने त दुईटा हुनु पर्यो क्या कि त कमाउनु पर्यो कि त गर्नु पर्यो अब त्यो हुनु पर्यो अनि यदि धेरै कमाउँदैन धेरै गर्दैन ब्यालेन्स हुनु पर्यो दुईटै त्यसो भए मेरो बुढीले कमाउँदैन के गर्दैन दिनभरि घरको काम गर्छ बुढीको तारिफ गर्ने हो नि साथी कुरा गर्न अरू साथीहरू के बुढी कुरा साथी तथा त कस्तो साथी छोरा साथी हुनु भएपछि त के बाँकी रहेर बच्चा स्कुल सुनाइदैन के अरे 3 क्लासको फाइटहरू हाम्रो फाइट कस्तो हुन्छ अरे यो हामी पैसा नडराउने कि तिमीलाई दिन्छ नि वाइन टाइमको है हजुर हजुर युवराज म विश्वमोटे के हजुर विश्वमोटे भनेको नबस्यो के यो भनेको कस्तो रहेछ यो पैसा पनि एट्याच नभएको तर अलिकति यो मेरो घरको साथी प्लस स्कुलको साथी होइन सँगै तर युवराज विश्वमा भनेको बेन्चर के एउटै अनि के हुने भने चाहिँ हामीले सब हामीले डराउने क्या तर हामी चाहिँ नि अरूलाई त नभन्ने बाहिर तर हामी योसँग डराउने कि भेट्दा नि पहिलेदेखि अब है होइन ज्यान त अहिले पनि अहिले त होइन कलाकारका फाइटर राजेन्द्र खड्की जस्तो हुनुपर्ने अलिक कम बोल्ने भएपछि पनि समस्या हुन्छ 3 वर्ष नबोलेको नै स्टुडेन्ट फाइट भएको ए 3 वर्ष नबोलेको यसलाई घरको तल त्यो टुटी खेल्ने है सर्भिस हाने उसले स्वा ताकेर बङ्ग टाउको मार्ने त्यो होइन सर्भिस दियो टाउको तर त्यो बेला मलाई मैले चाहिँ ब्याडले हान्नेलाई 3 वर्ष नबोलेको बाहिर आमाले बोलाएको तर यसको मेरो एउटा चाहिँ म मान्छु या त्यो बेला नि बाबु कत्रो थियो भने जो भन्दा मेरो बुवा भनेपछि हुँदा भनेपछि धेरै सानो नि 10-11 वर्ष हुँदा हामीले यार त्यो बेलामा यार लगभग भाडा चाहिँ नि 6-6 हजार जति पर्थ्यो कि एकजनाको त्यो बेलामा यार खडखडे खेलाएर के त्यो बक्समा मलाई 6 हजार भने जो गइदियो त्यो बेला पहिले के भने सन्तोष बाबुले यिनीहरू त खतम भयो नि नेचरल यादै थियो सन्तोष बाबुले सबभन्दा खतमै पहिलेदेखि त्यो थियो हामी कहिले खडखड खेल्थ्यौँ अरूले त खेल्थेन नि उ त जुवा भनेपछि त आम्मामा है जुवा खेल्थ्यो सन्तोष जुवा के सुन्नु जाने यहाँ एकदम शीतल छ हौ बस्नलाई मस्ती छ बस्न सही छ गर्मीको लागि राजीको कुरा राजीको राजी तलाई बहुत मान्छ अहिले पनि गए पनि सबभन्दा पहिला चिया हुन्छ नि पहिले नै खानु विषयलाई बाबु सबभन्दा पहिला त्यो सबभन्दा पहिला प्रश्न गर्ने के छ राजेश त्यो हल्का हुन्छ लच्छु खान्छ भनिहाल्छ म त अब जान्छु मलाई चाहिँ नबनाउनु होला बाबुले त्यो भन्छ लच्छु खान्छ अहिले त धेरै राम्रो हुन्छ राजीको यार है त्यो पनि लेक्चर अहिले एकदमै राम्रो सही छ मान्छे सही छ पुरानो साथी होइन खराबै भए पनि त्यस्तो माया लागिहाल्ने माया लाग्छ हाम्रो अनुपेर अरू चिटोरी गरे क्या उकाल्दै क्या हजुर हजुर सही लाग्छ मलाई सही मान्छे अरू मनपर्छ अब विश्व होइन आफ्नो भयो त्यसो भयो मलाई त्यो अस्ति त्यो के तँलाई त तैँले पोस्ट गरेर देखेर आज विश्वले फोन गर्थ्यो के भन्थ्यो के छ सम्बन्ध मात्र दर्शन दिने हामीलाई दर्शन नदिने भन्दै थियो भोलि तँलाई अर्को शरीर तँलाई भेटाउँछु भन्दै थियो भोलि पनि त जस्तो इन्फर्मल कुरा त हुन्न मेरो हाई हाल्नु मात्रै हुन्छ तर भेट चाहिँ म लाग्छ यार भन्दै थियो अहिले अघि 1 घन्टा अगाडि फोन गर्दै होइन रमाइलो हुन्छ नि भेटेर होइन त्यसको पनि जिन्दगी कता कताबाट आनन्दै भयो तर बहुत खुसी लाग्छ राम्रै भयो धेरै राम्रो भयो घरबाट आउँछ त्यो 60,000 जति होइन अनि पेन्सन आउँछ 30,000 कुन गभर्नमेन्ट सुध्रे पनि त्यो विश्व त 3 क्लासमा पढ्दा ट्यालेन्ट थियो त यार फेरि 10 सम्म ट्यालेन्ट थियो के कुरा हो 11 बाट बिग्रेको देहरादुन गएर बिग्रेको त्यो देहरादुन जाँदा खाना सिकिसकेको रहेछ अब त अब इन्डियामा होइन पुरा पैसावाला पढ्ने मान्छे देहरादुनतिर होइन बिग्रिहाल्यो सबै बिग्रियो कम हुँदैन 12 पढ्दा खाइसक्यो त्यो बेलाको इन्सिडेन्ट याद आउँछ कि हामी त्यो निकिदिएर हामी मिर्का फेरि हेर्थ्यो नि त्यो मुभी के
फाइट होला क्या चाइनिज तर हिमगिरीका वीर होइन हिमगिरीका वीर तलवारमा हिमगिरीका वीर हो त्यो डिकी दिदी यार मलाई वर्ष देखेर भेटिसकेको छैन मलाई अस्ति मैले भेटेको थिएँ मलाई त प्रतीक दाइ निखिल दाइ निर्मल सबले सपोर्ट गरे अनि दिदीले मलाई त्यहाँ ज्ञानेन्द्र भाइ छ नि हाम्रो ह्यान्डसम ज्ञानेन्द्र कलकत्ताको हरियोदय सन सिटी काम्पस ज्ञानेन्द्र भाइ भन्ने थियो नि यता हाम्रो लक्ष्मीको घरनिर कालकत्ता स्कुलनिर दुईवटा दिदी बहिनी थियो नि एउटा दिव्येश्वरी त्यो दिव्यको छोरी हो त्यस्तै नाम छ के छ ए त्यो अहिले पुरा बढी बनाएर होइन खतरा देखिन्छ न हिरो भएछ न ए त्यति बेला कन्ट्याक्सन त मान्छे ठिक लाग्छ त्यो भाइले मलाई सपोर्ट गर्यो परेको बेला अस्ति आमा बित्नु भएको छ उसको ए सन सिटीको बस्छ उसले चिन्दैन होला के फरक छ त्यो दाइसँग कुरा भयो त धेरै वर्षमै नभएको मम्मीलाई फेरि अस्ति मम्मीलाई के गयो भिजा थियो दाइको हजुर त भाइर हुनुहुन्छ कि होइन हजुरको दाइ त्यो 14 रोटी थियो नि भाइ तिम्रो यता के लक्ष्मण चिज नि लक्ष्मण के बेङ्गमा काम गर्छ नेपाली ए हजुर हजुर किताब छ नि हजुर हजुर त्यसको वरपर बस्दै 14 रुपियाँ घर ल्याएर हजुर हजुर त्यो पनि मिठो बस्छ शनिबार आज त्यो कपडा पसल त खास खोज्दैन होला यसलाई सस्तो घर मजा लाउने हाप्पेन्ट किनिदिनु मन थियो अनि त्यसको अनि त्यसलाई पितै नाम राख्दो रहेछ त्यो लक्ष्मण भाइलाई बिचरा तपाईँ अब सोध्दा न सुन्नु न हौ यता लक्ष्मण भाइ भन्ने थियो एउटा होइन यिनीहरू अनि आफ्नो बाउलाई पिता भन्दो रहेछ कि अनि यिनीहरूले चाहिँ त्यसलाई जिस्काउनु नामै पिता राख्दैछन् क्या ए यो फेरि जिस्काउनु नाम राखेर स्कुलभरिको नाम राखेर नि सौदालाई आछु पाड्नु दियो दाइले त्यो सौदाले फेरि यति फिलोसफी झाडिदिनुहुन्थ्यो क्या दाइ हात्ती हाल्नुहुन्थ्यो पछि होइन क्या अहिले पछि म पनि त कहाँ त्यसो म पनि त राम्रो थिएन नि त कन्डिसन पनि त राम्रो थिएन तर पछि बिस्तारै सौर पनि बिग्रिँदै गएको सौर टायरमा पनि डिफ्रेन्ट कलर गरौँ त ब्रो हामीले हुन्छ ओके यसमा चाहिँ ब्ल्याक गर बिचमा चाहिँ ब्ल्याक गरौँ होइन यस्तो गरेर दुइटा गरेर त्यसपछि हजुर लास्ट इयरतिर आउनुभएको थियो कि होइन दाइ अस्ति भर्खर आएको थियो हौ अस्ति हुनाले म यहाँ कहिले आएको छु मङ्सिर 28 गते आएको थिएँ त्यो लास्ट इयरतिर भेट भएको थियो कि हजुर एकचोटि बाटोमा चाहिँ आफ्नो अन्ति त आइराख्नुहुन्छ मम्मी अहिले त्यतै भइसक्यो पुरा महादेव चेन्ज हान्ने दाले चाहिँ के हो यार मेयर ल्याएको थियो कि हाम्रो जुङ्गी महादेव ए त्यही त बाइसरीको राम्रो गरेन यार त्यो ठिक लाग्यो मलाई त्यहाँ अनि तिम्रो घरको अगाडि थियो नि एउटा के त्यो राई दाई के दाई हो पैसा लिएर कता भागेको थियो ए के नाम रे शेरबहादुर पुन थके रे पुन ए पुन कहाँ छन् तिनीहरू खै उहाँ त घर बेचेर गएको नै बेचेको छैन दाइ इन्डियातिर गएको भनेपछि गुवातिर थाहा छैन दाइ भाउजू पनि सबै कि सबै फ्यामिली छोराछोरी छोराछोरीहरू पनि उतै जब गर्छ भनेर सुनिरहेको थिएँ दाइ सानो घटनाले गर्दा कति गाह्रो छ त्यो दाइ चाहिँ खत्रै हुनुहुन्थ्यो के मार्केटिङमा त मान्छेको अलिकति तालमेल भयो भने त त्यही त हो नि सानो स्वाइड हुँदै लाइफको पुरै बिग्रिँदो रहेछ यार अहिले फेरि साला यो भाइरल जमाना छ उसको फेरि डिजिटल जमाना छ है यति साल हवे पाले पनि गरिदिइहाल्छ मेन चिज कस्तो छ दाइ हजुरको जस्ट कन्डिसन ठिकै चलिरहेको छ दाइ होइन अलिकति भने कहिले बिगाडिदियो भने त्यो पुरै डामाडोल भइहाल्छ क्या दाइ राम्रो थियो नि त्यो दाइ यार बोल्छिन्छु त्यस्तो एकदम फेमस दाइ पनि होइन टोलको लागि चाहिँ चिनजान भएको मान्छे एकदम बोली पनि एकदम मिठो पत्रिकामा आएको फोटो मन त पत्ता थिएन नि पहिला यार पेपरमा आएछ पत्ता त जुन पेन चाहिँ सबै जुन पेन सबै त्यसमा पुरानो साथीहरू चाहिँ क्वेसन भेट्छ तेरो विश्वको हो सबभन्दा भेट हुने क्वेसन हो युवराजसँग त कुरा हुन्छ होला नि त पुरै हुन्छ 3-4 दिन अगाडि नै भएको थियो युवराज म निश्चल विश्वसँगै त्यो के कन्फरेन्समा ए उसमा ग्रुप के भन्छ नि के गरेर पुरा
रमाइलो भयो मजा आयो तर के भन्थ्यो अन्त फटा त साला युवराज पनि फटा हो है हामी हो साला तर युवराजको बेला फेरि बोल्ने पारा सही लाग्छ त्यसको बोल्ने ए राजा यस्तै बोल्छ नि हो चिया त भाइ गुरुलाई गुरुले खान्न भन्नु के चिया खान्छ पुछिले खान्छ सबै खान्छ त्यसले खान्छ बचेको हामीलाई सबै सबै धेरै हुन्छ बाटो छ नाइ यो चिया आन्टी मैले खुवासेन चिया किन भन्छ न यो चियाको तल तल चुरुट चुरुट उस्तो हुन्छ के मान्छे गरे हामीले यो खान्छ त्यही भएर नि यसलाई धेरै खाउँ न पछि ठुलो गरेर सिकिहाले त बर्बाद हुन्छ खाउँछ र खाऊ तर मेरो छोरीले चाहिँ कहिले पनि चिया खान्छ है भन्दिन यसले चाहिँ कहिले काहीँ महिनामा 15 दिनपछि भनिहाल्छ चिया खान्छ छोरीले त उसलाई मतलब छैन चिया चिया फेरि पानी लाग्यो भने पनि चिया खान मन लाग्छ नि त फेरि अन्त त्रिभुवन सम्झ्याएर चिया चिया चाहिँ यसले गुरु यसले पनि चिया सट्टा हान्छ यार म त यो अहिले लाज मानेर नखाएको नभ्याइसक्थेँ अहिले यसो भन्छ केही भन्छ भनेर डराएर नखाएको भ्याइसक्थेँ यो मैले यो जबरजस्ती कन्ट्रोल गरेको छु चिया छोड्नु छ चिया यहीँबाट छोड्नु छ फेरि पनि चियाको दुनियाँमा ल्याउने मान्छे उहाँ नै हो मैले जीवन यत्रो तन्नेरी भइसक्यो मलाई लागिरहेछ साँच्चै हो त तर एउटा चाहिँ उ हुँदो रहेछ लकडाउनमा तपाईँसँग चिया चाहिँ अलिक बढी चाहिँ हुँदो रहेछ गुरु होइन बढी होइन चिया खान तपाईँबाट सुरु गरेँ अब मैले यहाँ काठमाडौँमा कुरा गर्नुहुन्छ सोन कलर यस्तै कलर यसो अरू डिफ्रेन्ट कलर गरेको हुन्छ आफूलाई मन परेको कलर गर यसमा जुन चाहिँ खेलाइ सर हेर झापाते हेरे टेबलमा लाग्ला राम्रोसँग चिया खाउँ त पनि एकचोटि चिया खाउँछ चिया खाऊ अजिलो बनाएको कस्तो छ मिठो तर एकचोटि तँलाई यति कुरा याद छ के यसलाई मैले के यसले म सानोमा पनि अलिकति पोजिटिभ सोच्न चाहिँ पोजिटिभ हो है मैले के यसलाई के भने नि यसो सोचेँ कि मैले त्यत्रो बच्चामा त्यत्रो बुद्धि मेरो मैले न्याउरे भने कि न्याउरलाई न्याउरे भने कि अनि यसले मासला पुरा हान्न आइगयो यार पनि अनि मैले भने ठ्याक्कै मैले एकदम राम्रो यसले जवाब दिएँ त्यत्रो सानोमा मलाई बाहुनलाई तैँले बाहुन भन्नु हुने मलाई नेवारलाई न्याउरे भन्ने किन नहुने भने अनि मैले त्यसरी केही भनेर यो पनि बुद्धिमान थियो नि त झगडा गरिन मलाई एकदम खतरा दिमागमा के मलाई थाहा थियो यसले रिसाइहाल्छ फेरि खतरा दियो यसलाई कुन के कुरा गर्दा यसले के भन्नु न्याउरे भने के भनिस् भनेर यसले यस्तो गरेन भने तैँले मलाई किन पाउनु भन्छ बाबुले पहिलेदेखि पाउनु भने नि मलाई पण्डित बाबु त्यो स्याम चिरीको त्यो पुरा कपालमा यस्तो थियो दुम्सी नाम लाग्यो कपाल ठाडो अरे यसलाई अहिले पनि तपाईँ नेपालमा जस्तो लक्ष्मण त कमन नेम हो नि एक दुई अघिनिको भाइ तीन होइन कति लक्ष्मण कमन छ अनि होइन अनि यसलाई चाहिँ नि लक्ष्मण भन्यो भन्दा अहिले त अलिक बिस्तारै अब ऊ भयो ठुलो यो कति कता यसलाई दुम्सी भनेपछि नचिन्ने कोही थिएन कपाल यस्तो कपाल जस्तो मलाई नि जस्तो मलाई पार्ने हो कि हुने हो 3 क्लासमा ठाडै थियो कि जस्तो राजेश भनेपछि मेरो त कमन नेम हो नि धेरै लक्ष्मण भन्दा नि कमन नेम हो नि राजेश मलाई राजपट्टु भनेर चिन्छन् क्या त्यस्तै गरी यसलाई एकचोटि मलाई त्यो 6 क्लासमा पढ्ने बेला के त्यो हामीले इङ्ग्लिस बोलेपछि नाम राखेको होइन अनि हाम्रो प्रिन्सिपल म्याम के पुलम मगनको नाम सब बोल्दै उठ्दै गयो नाम पनि दुम्सी राख्दै रहेछ सब हाँसेर ए तपाईँ उठ्नु हो फेमस पुरै कलेज स्कुलभरि फेमस के कसले दुम्सी के त्यो नेपाली बोल्यो भनेर नाम टिप्थ्यो के अनि मैले मेरो पनि नाम एकचोटि बोलेको 50 पैसा तिर्नु पर्थ्यो एउटा वर्ड बोलेको नेपाली त्यस्तो बेलामा पनि 50 पैसा अनि मेरो नाम दुम्सी नाम राख्दै थियो कि अनि म ठ्याक्क मेम आएर यसरी नाम पढ्दै गएको कोले उठ्नु पऱ्यो नि त त्यहाँ दुम्सी नाम रहेछ झुरुक्कमा उठ्दै के तर यार त्यो बेलाको लाइट छुट्टै थियो यो फेरि नाम राख्न खतरनाक छ नि यसो नाम चाहिँ कसरी जुर्थ्यो है त दिमाग चाहिँ चल्ने हो मजाकमा जे पाइदिए नाम पनि राम्रो तेरो त लस्माउ थियो किन तेरो कपाल पनि त्यस्तै थियो होइन यसमा त ठ्याक्कै मिल्थ्यो के अहिले त यो लस्मा नै होइन बाबु त्यो कपाल हेऱ्यो भने त्यो लस्मा नै होइन क्या पुरा यस्तो यो त थिँदै थिएन यस्तो कुनै कुन मान्छे सोचे पनि त्यस्तो पनि थियो होला भन्ने भइगयो अहिले त्यही त त्यो त हेरेको एकदम त्यो फेरि सुन्नु न मान्छेको कपाल ठाडो हुन्छ यस्तो हुन्छ नि त्यस्तो होइन कि उसको कुनै त्यस्तो खालको त्यत्तिकै नाम हाल्यो होला त मेरो मम्मीले पनि दुःख जाने गुरु
ल दर्शन गर्छ ल दर्शन मस्ती गरौँ है ल अब होसै हुँदैन साथीभाइहरूलाई हेर्दिएन भन्नुहुन्छ अब त्यो अब यहाँ अशोक यहाँबाट निक्लेर के छ भन्छ हिजो बिहान हामी अर्कै हिसाबले कुराकानी गरेको होइन अब खतरा फ्लाइट अर्कै स्टाइलको मान्छे अब अहिले यहाँनिर कालो चर्म लगाएर यस्तो त्यो फेरि अर्कै होस् न होइन त्यस्तै उहाँसँग अस्ति के भन्नुहुन्थ्यो नि तपाईँले कहाँ कहाँ मस्त हुन्छ जोगी पारा हुन्छ होइन त्यही त म अब यो ठ्याक्कै त्यही ध्यान हुँदैन नि यो दाले देखेको त मैले